यत्रो बेला भइसक्यो आइज भनेको आएनन् घरमा मान्छे आइपुगेपछि अनि यसो हेर्न आउँछ खै आएन अहिलेसम्म पनि ओहो म आइहालेँ त तिमीलाई ढिला गर्यो भनेर रिस उठ्यो क्या अनि ढिला गरेपछि त ऊ पनि आउँछन् थाहा हुन्छ अनि आउनु भनेर 1 घन्टादेखि कुरेर बसेको म यहाँ तिमीलाई कहिले भेटौँला भनेर यहाँ खोल्दुली लाएर हेर यहाँ झोलमा तिमीलाई खानेकुरा पनि के ल्याएछ लाएर यहाँ तिमीले सामान देख्यौ यहाँ धन्यवाद है ढिलो गर्नुभयो नि त अहिले मान्छे ढिला त यसो मोबाइल त घरतिर मिलाएर आउनुपर्छ घरमा फेरि कसैले देख्यो यो कहाँ जाँदो रहेछ भने घरमा के गर्दैन मेरो अनि के छ त ठिक छ ठिक छ खै हातले मलाई हेर यो केटीहरूको अगाडि या महिलाहरूको अगाडि गएर यसरी हात यो नरम हात मुसारेर पानी भने त चतुरेलाई भुसुकै बनाउँछ पानी बिर्सिएको छ कि झन् यहाँ कोही छन् कि कोही आउला नि भनेर यसो हेर्दै हेर्दै मुसारी बाँध्ला छ अब आउँदैन कोही पनि छैन होइन त कोही पनि छैन तर आउने बेला भइसक्यो आउने बेला भइसक्यो यति ढिलो आउने हो त 1 घन्टादेखि कुरेर बसेको हेर म त नजिकै पोखरा मलाई छ भने के भयो नजिक नआएर अनि यसो आफ्नो मान्छे आएपछि टाँसिनु पर्दैन लाजमानी होइन है फेरि म घरमा मान्छे कोही आइपुग्छ ल पर्दैन बालबच्चाहरू अनि भन न आउने बेला भइसक्यो यहाँ सुन अब होटलतिर जानु पर्यो गेस्ट हाउसमा जो बुवा जाने है मम्मी के गर्दै हो तपाईँ गफ यस्तै हुन्छ मम्मीको मलाई सुनेर पनि लाज लाग्यो साथी गफ त गरिहालिन्छ कुरा त गरिहालिन्छ कस्तै हुन्छ साथी टाँसिने लठारिने मम्मीसँग के भयो त यसो सारी जिस्किने चल्नु भइहाल्छ भने स्कुलमा त्यहाँ बानी लाए छोरो यत्रो भइसक्यो होइन तपाईँ अनि मेरो आँखाले आमासँग मैले जिस्किँदा हेर्न सक्छु त यस्तो नसोच न भाइ त्यसो सोच्नु बाबु हामी स्कुलको साथी भने के हो यसो हात मडारेको यसो गरेको के हो त्यो यो दुख्यो मसाइदिनु भने भएर मसाइदियो कि दुख्यो अरे के मस्यो अरे यो हात चल्यो गाह्रो भयो यस्तो भएन अरे अनि मसादिनु भने मसादिएँ मैले यसरी होइन अघिदेखि आमाले चतुरे धतुरे भनिराख्नु भएको थियो होइन यो को होला चतुरे धतुरे भनेर म उता यसरी बसिरहेको थिएँ साथी आउँछु भनेको तपाईँ हो चतुरे धतुरे भने धतुरे हो नि म त चतुरी हो के हो धतुरी अब धतुरे कहाँ पर्नु भयो आज तपाईँले चाहिँ हावा खानुहुन्छ साथी आउँछन् भनेर कुरा गरेर बसेको मैले चाहिँ भिडियो गरेको छु उताबाट तपाईँ रङ्गिया लिन्छु तपाईँ जे गर्नु मन लाग्छ गर्नुहोस् आमा आजदेखि तपाईँ मेरो आमा छैन म डराउने होइन आजदेखि म आमा भन्दिनँ त धम्की दिएर पनि डराउने बेला होइन होइन हामीले नराम्रो के गरेछ र भने यसो पोक गरे मात्रै त हो नि होइन पोक गर्ने नभए भने हुन्छ डराउने खालको म होइन मैले गल्ती गरेको छैन डराउने अनि कस्तो छोरा जन्मेछौ भने तिमीले होइन आमा यो उमेरमा नडराइकन छोरासँग नडराइकन गरेर चाहिँ के खोजेको तपाईँ केही गर्न खोजेको भने के गरेको छ र बोल्दै गफ गर्दै हात मिलाउँदै हुन्छ र लाज लाग्दैन छोराहरूको इज्जत छैन समाजमा के गर्नु छोराहरूको इज्जत छैन भने इज्जत गुमाएको छैन हामी के चम्चाको पानीमा डुबेर मर्नु अहिलेको जमानामा हात मिलाउँदै बिग्रेको हुँदैनन् कोही पनि के हो चतुरे अङ्कल तपाईँ चाहिँ घरमा बुढी छैन तपाईँको अब घरमा बुढी भयो नि मलाई साथी अब आज भेट्न आउनु मगा नेर्सिल आयो भने या जिउ दुखेको चाहिँ मालिस गर्नु पर्यो भने मालिस गर्न आयो म त जसले पनि मलाई मालिस गरेर बोलाउँछ मालिस गर्न त घरमा मेरो बुहारी छ नि त होइन घरकोले मालिस गरे भएन अरे के मलाई त सबै ठाउँले बोलाउँछ उता नि बोलाउँछ आमाको सबै मैले बुझिसकेको छु होइन यो चतुरेको चाला ठिक छैन बुझ्नु भएन यसो मैले आमा मात्र 15-20 वर्ष अगाडि हामी आमामाथि पनि आज मैले विश्वास गर्ने ठाउँ रहेन किनभने मेरो यही आँखाले देखेको हात समाउँदै हात मालिस गर्दै हात मिलाउँदै केही फरक पर्दैन क्या तिमीलाई विश्वास नगर होइन अहिलेको जमानामा डराउने खालको मान्छे म होइन त्यति चतुरे विचार गर है विचार गर आमा पनि तपाईँ विचार गर्नुहोस् मैले विचार गरेँ आफ्नो जिन्दगीलाई सोच्न सकिन्छ नाक चाहिँ अलि इज्जत छैन तपाईँलाई यहाँ सुन्नु भएको तिम्रो मैले मालिस गर्नु बोलायो मैले मालिस गर्दै हो मैले अर्थो गरेँ होइन के हो मालिस गर्ने के हो मालिस भने यो दुखी यसो गर्ने यसरी मालिस गर्ने मालिस भने त आएन अहिले चाहिँ मालिस गराएको छैन आमा म फेरि पनि सम्झाउँदैछु तपाईँलाई त्यो सोच्नै पर्दैन त्यो तिमीले कहिले पनि सोच्नु पर्दैन अहिलेको जमानामा अब तपाईँको आमा छोरा गफ गर्नु म त हिँडेँ है गगनले रे चतुरे यसै उम्किनु पाइन्छ के गर्नु पर्यो त अनि मैले के गरेँ हिँड्नुहोस् ल हिँड्नुहोस् कसो किन जाने भने
हिँड्नुहोस् म तपाईँ सानो मिलो गर्छु आज चाहिँ